रामलाई वनवास जान बाध्य बनाउने कैकेयी को थिइन्? किन राम वनवास जान बाध्य हुनुभयो? आज यस विषयमा रामायण कथा चर्चा गरिनेछ। दशरथ राजाको तीनटी पत्नी थिए, कौशल्या, कैकेयी र कान्छी सुमित्रा। यी तीनटी पत्नी एकअर्कामा अति नै प्रेम गर्थे। लामो समयसम्म एकअर्कामा ठुलो प्रेम थियो। द्वापर युगमा तपाईँ र हाम्रो जस्तो ब्लड प्रेसर, सुगर, क्यान्सर, कुपोषण, किडनी फेल हुँदैन थियो। बिमारी हुन्थ्यो, पुरा उमेर बाँचेर मात्रै मानिसहरूको मृत्यु हुन्थ्यो। त्यतिखेरको समयमा रावणको शरीरको हाइट मात्रै 12 फिट भन्दा पनि माथि अथवा धेरै थियो भन्ने काहीँ कतै छन्दहरूमा भेटिन्छ। श्रीरामको शरीरको हाइट 10 फिट भन्दा माथि थियो पनि भनिन्छ। श्रीरामले रावण राक्षसलाई मारी अयोध्या फर्केर 10,000 वर्षसम्म उदाहरणीय राम राज्य चलाउनुभयो भन्ने पाइन्छ। त्यतिखेरको मानिसको उमेर 10,000 वर्षसम्म थियो। यो सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ। अचम्म नमान्नुहोस्। हाम्रो र हामीभन्दा 4 पुस्ता पछाडिको पूर्वजहरूको उदाहरणबाट पनि केही प्रमाणहरू हामीले पाउन सक्छौँ। फेरि हामी माथिकै विषयमा ध्यान केन्द्रित गरौँ। रामलाई वनवास जान बाध्य बनाउने कैकेयी को थिइन्? किन राम वनवास जान बाध्य हुनुभयो? तीनटी आमाको गर्भधारण एकसाथ भएको थियो। पहिला राम जन्मनुभयो, त्यसपछि भरत, भरतपछि शत्रुघ्न अनि शत्रुघ्नपछि सुमित्राबाट लक्ष्मणको जन्म भयो। तीनटी आमाले चारै सन्तानलाई बराबरी माया गर्थिन्। श्रीहरि नारायणले तीनटी आमालाई आफ्नो चतुर्भुज शरीर सहित दर्शन दिनुभएको थियो। ती सबै आमाहरूलाई थाहा थियो उहाँ नै नारायण हुनुहुन्छ भनेर। समय बित्दै जाँदा बालपनमा उहाँहरू सामान्य मानिसहरूकै बालक जस्तै गरी खेल्नुहुन्थ्यो। 12 वर्ष पुगेपछि वशिष्ठ गुरुले उहाँहरूको चारैजनाको व्रतबन्ध गरिदिनुभयो। जवान हुनुभयो। राम भरत गरी चारै भाइको एकै साथ जनकपुरमा विवाह भयो। राम, भरत, शत्रुघ्न, लक्ष्मण अयोध्यामा जन्म हुनु, माता कौशल्या, कैकेयी, सुमित्राको कोखबाट जन्म लिनु संयोग थिएन। यो श्रीहरि नारायणकै वरदान थियो। दशरथ अघिल्लो जन्ममा दशरथको नाम कश्यप नाम गरेको राजा थिए। त्यस जन्ममा तिनी राजा नै थिए। त्यतिखेरै विष्णु भगवानले म तिम्रो पुत्र भई जन्मनेछु भनी वरदान दिनुभएको थियो। त्यसै अनुसार उहाँ दशरथ राजाको पुत्र भई जन्म लिनुभयो। राम भगवान जन्मनु अगाडि नै सबै कुरा तय भइसकेको थियो। ब्रह्माजीले वेदमा लिपिबद्ध गरिसक्नु भएको थियो। शिव भगवानले पार्वती मातालाई यो कथा सुनाइसक्नु भएको थियो। त्यसपछि कौशल्याको गर्भमा भ्रूण धारण गर्नुभयो र जन्म लिनुभयो। कैकेयी पहिला बुद्धिमानी, ज्ञानी, युद्ध लड्न सिपालु थिइन्। विष्णु भगवानकै योजना अनुसार नै दशरथ राजासँग माइली पत्नीको रूपमा विवाह भएको थियो। श्रीरामलाई वनवास जान बाध्य तुल्याउने कैकेयीको मति ब्रह्माजीले भ्रष्ट पारिदिनुभयो। सरस्वती माताले कुबुद्धि दिनुभयो। त्यसकारण मनमा लोभ, सुखविलास जागेर आयो। पहिलाको कुरा सबै बिर्सिन्। घमण्ड जागेर आयो। कैकेयी नराम्रो व्यक्ति थिएनन् भन्ने विगतको उदाहरणले देखाउँछ। कैकेयी अन्तमा
पापी थिइन्, तर प्रभु श्रीराम 14 वर्षको वनवासबाट फर्किएपछि सबै पाप माफ गरिदिनु भयो, अर्थात् क्षमा गरिदिनु भयो।